Good morning everyone. Welcome back to my channel. This is a JRG vlog. JRG vlog मा हजुरलाई एकदम धेरै स्वागत. ढाका राइड गएको ब्लगर पनि हेर्नु भयो होला. गाइस म चाहिँ अहिले कहाँ छु भने सुर्खेतमा छु हैन. म आउँदाखेरि चाहिँ ब्लग गर्न पाएन अनि बाइक ल्याउन पाइएन गाडीमा आइयो. आउन भ्याइयो अनि बाइक चाहिँ चलाउन भ्याएन किनकि हात चोट लाग्थ्यो नि त. अनि त्यो कारणले गर्दा हिजो चाहिँ चेकअपहरु सबै गरेर हिजो चाहिँ कतै केही गर्न पनि पाइएन. अनि सो आज चाहिँ कता जान्छु के गर्छु सबै देखाउने छु. सक्नुहुन्छ यहाँको मौसम यस्तो बवाल छ के. सिम पोखरा भन्दै हो गाइस. भन्छ है यहाँ चाहिँ चनौटी भन्दो रहेछ. एकदम हरियाली यस्तो बवाल छ. चाहिँ कम छैन. पत्रिका भएर बवाल देखिरह. म मेरो दाइको ससुरालीमा छु. मेरो सालीज्यू हैन जेआरजी ब्लगमा म चाहिँ के रे उहाँ पनि जाजरकोटकै हो. उहाँको माइती घर यही हो. अनि उहाँले चाहिँ बिहे जाजरकोट गरिसक्नु भएको छ. अनि उहाँ पनि हाम्रै ठाउँको मान्छे हो. आयो डोजर आयो बालेन्स आएको आयो गरे. क्या उहाँलाई स्वागत छ. ल केही भनिदेऊ. हेलो साथीहरु सबैजनाले जेआरजी ब्लगलाई यति धेरै माया गरिदिनु भएको छ. अझै धेरै माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला. तिर जाँदै छु त्यसपछि मेरो भिडियो हेर्नु होला. सरिता युट्युब च्यानल छ सबजना गरिदिनु होला. म मेरो दिदीको घर जाँदै छु बारेकोट लिम्सा भन्ने ठाउँमा. सबैजनाले भिडियो हेर्दिनु होला. मेरो भिडियो आइरहन्छ. त्यो घर चाहिँ जेआरजी ब्लगको. अब चाहिँ सानो छोरा अनि त्यसपछि साली त्यसपछि भाउजू चाहिँ जाँदै हुनुहुन्छ गाउँ. अनि मेरो घरमा टक्क लाएर अनि त्यहाँ चाहिँ अब बब्बाल तरिकाले हामीले काफल खानुपर्छ, रमाउनुपर्छ, घुम्नुपर्छ, चिल पाराले फिलिली पाराले इन्जोय लिनुपर्छ. अनि सही हो गाउँघरतिर पनि यस्तै बवाल छ, हरियाली बब्बाल छ. अहिले चाहिँ म घरदेखि निस्किसकेँ. अनि भिनाजु चाहिँ लिन आउनु भएको छ स्कुटरमा. अनि हामी चाहिँ घुम्न जान्छौँ. गाडी चाहिँ उता ग्यारेजमा हालेको छु. अनि छोरा चाहिँ सुत्या रहेछ एकछिन. अनि छोराको भिडियो बनाउनु चाहिँ पाइएन. अनि एकछिन पछि चाहिँ आएपछि बनाउने छु. अनि फेरि पानी पर्ला जस्तो भइरह. आरटिआर बाइकमा डटको वाला घरै चाहिएको थियो. एक जोर खोज्ने छु आज चाहिँ. म यहाँ पुलमा आएको छु. अनि भिनाजु चाहिँ आउँदै हुनुहुन्छ. आउनु त अगाडि आउनु बारे हराउनु भयो अरे कि यता कता होइन. सो यहाँबाट चाहिँ यस्तो देखिरहेको छ सुर्खेतको यो ठुलो पुल भन्छ. आइसक्नु भएको छ भिनाजु यहाँनिर. ल स्वागत छ यो ठाउँमा. अब चाहिँ हामी जान लाग्यो टक्क लाएर घुम्ने के लिए. मौसम छ कडक बवाल. बाइकमा घुम्नुहुँदा त स्कुटीमा मजा आउँदो रहेछ गाइज है. खतरा आयो. हावापानी पनि कस्तो बवाल छ यार. आज त चाहिँ हामी यहाँ कालिन चोकतिर छौँ. देख्न सक्नुहुन्छ रुखहरू गर्दै रोडका यताउता रुख जस्तो भएर पुरै विदेश जस्तो देखिरह. स्कुटीमा चाहिँ मजा आइरहेछ. रुखहरूमा घुम्दै चिसो हावा खाँदै यो पुरै चिसो हावा फेरि जुम्लाबाट आएको हो क्या. लास्ट चिसो छ सही हो. अहिले चाहिँ हाम्रो स्कुटीको तेल भ्याएर अनि हामी चाहिँ जेआरजी चाहिँ यतातिर हिँडिरहेको छ. भिनाजुल चाहिँ स्कुटी घुराइराख्नु भएको छ. अनि सो हामी पेट्रोल पम्पतिर जान लाग्यो. अनि अहिले चाहिँ यता दैलेख रोडतिर निस्किन लाग्छौँ. यहाँ चाहिँ पुरै खतरा खाएको रोड छ. गयो तान तान भाल्या तान. भिनाजु चाहिँ त्यहाँबाट चढ्दै हुन्छ. म चाहिँ यताबाट गइरहेको छु. सही हो. त्यहाँ जानुभएको छ. पेट्रोल पम्प चाहिँ अगाडि छ. मेन रोड निस्किन लागेको एकछिनमा. अनि त्यहाँ चाहिँ फोटोकपीमा काम थियो. कामसम्म गऱ्यो भ्याइयो. औडा गऱ्यो त औडा. अहिले चाहिँ स्कुटीको तेल हालेर हामी फेरि घुमिरहेको छौँ बवाल तरिकाले. घुम्न त क्या अब खाना खान जाला एकछिनमा. अनि त्यहाँबाट चाहिँ कता हुन्छ एक्सपल्सको सोरुम यहाँनिर रहेछ. यहाँनिर चाहिँ आकाशे पुल बन्न लागेको रहेछ. यो काठमाडौँतिरको जस्तै सिस्टम आउन लागिसकेको छ कर्णाली प्रदेश सुर्खेतमा पनि. बजार परिवर्तन धेरै भयो है. एकदम महाकाश पोखरा जस्तो छ क्या नि. अहिले चाहिँ हामी डाँडातिर घुम्न जान लाग्यो. तर भाइ एकदम बवाल तरिकाले यता गएको छैन क्या. उता खटुवाको डाँडामा चाहिँ म गएको छु होइन. अनि यता साइडको डाँडामा गएको छैन. लेट्स चाहिँ हेरौँ त्यहाँ गएर चाहिँ खतरा भ्यू देखिन्छ अरे.
अहिले चाहिँ हामी यहाँ आर्मी ब्यारेक किर्ताना है के भन्ने रहेछ अनि यहाँनिर यो आर्मी ब्यारेकभित्र चाहिँ मेरो दाइ पनि हुनुहुन्छ अनि अहिले चाहिँ हामी जङ्गल साइडतिर आइरहेछौँ देख्न सक्नुहुन्छ। अब चाहिँ हामी अफरोड गइरहेछौँ। बाइकको चाहिँ त्यो साइलेन्सर हल्का ग्यास लिक भएर हल्का अलिक खराब भए आवाज दिइरहेको छ बबाल। टेम्परेचर मक्खन छ गाडीलाई नै फ्लो हान्छ गाइस। राइट गाइज अहिले चाहिँ हामी यहाँ पुगिसक्यौँ। म र भाइ चाहिँ यता छन् अनि जस आइयो बवाल तरिकाले आम्मा खतरा भ्यू देख्दो रहेछ यार। त्यो बवाल पिसफुल देखिँदो रहेछ यार। मा सही हो आम्मा बवाल देखिरहेको है बवाल। यो डाँडोको नाम चाहिँ के अरे भाइ? जरपुटा डाँडो। सही हो। अब चाहिँ हामी माथि जान लाग्यो। योभन्दा पनि माथि छ अरे अझ खतरा बवाल देखिने। अनि भाइ र म आछौँ। अरू केटाहरू चाहिँ दाइहरू पनि हुन्थ्यो तर दाइहरू चाहिँ आग्ला नमानेर आउनु भएन। त्यही नै हो। यहाँ चाहिँ त्यो यो खाँदा बस्दा अनि सबै व्यवस्था पनि राम्रो। हजुरहरू पनि आउनु होला। सुर्खेत आएपछि चाहिँ उता कटुका भन्दा यता चाहिँ राम्रो रहेछ। यो के अरे के डाँडा अरे? जरपुटा डाँडामा अनि अफरोड छ बाटो चाहिँ। मलाई चाहिँ थाहै थिएन, भाइलाई चाहिँ थाहा रहेछ। अनि त्यसपछि आयौँ भनौँ। सो यहाँबाट चाहिँ हामी भित्र जाँदैछौँ। भाइ चाहिँ मेरो गाउँको हुन है अनि यतैतिरै पढाइ लेखाइ गर्छन्। एकान्त ठाउँमा जाउँ, एकान्त ठाउँमा भिडियो बनाउँ होइन। अहिले चाहिँ अक्का खाएको मान्छेहरूले चाहिँ यस्तो काम चाहिँ नगरिदिनु होला। यहाँबाट चाहिँ भ्यू तलतिर कस्तो सुन्दर देखिन्छ होइन। अनि यहाँ चाहिँ तपाईँहरू त्यही भ्यू हेर्नलाई आउनुहुन्छ यो ठाउँमा। अनि यो ठाउँमा चाहिँ यस्तो फोहोरहरू यताउता सिसाहरू फुटाल्ने काम चाहिँ नगर्नु होला। किनकि अलिकति मान्छेमा मानवता भन्ने कुरा पनि राख्नुपर्छ। बरु यस्तो खाडलहरूमा फालिदिनुपर्छ होइन। अनि सो त्यही हो। अब देखाउँछु हजुरलाई 3, 2, 1 भन्ने क्या सही हो। अब चाहिँ देखाउँछु एकदम बवाल तरिकाले। जब चाहिँ हेर्नु सुर्खेत भ्यू क्या बवाल देखिरहेको क्या। आँखाले चाहिँ खतरै देखाएको छ, क्यामेराले चाहिँ अब कस्तो देखाएको है हेर्नु होला राम्रोसँग। सही हो। यहाँबाट चाहिँ यस्तो देखिरहेको छ क्या बवाल भ्यू देखिरहेको। यो चाहिँ फोहोर बहुत छ है। खनेर पनि बियरहरूको बोतल यता फाले नि युवाहरूले। निराजन भाइ यता छ न्यान्सुम फेरि। सुर्खेतको भ्यालीमा गर्मीले वाएको भएर हामी हावा खान आएको। सही हामीलाई यतातिर बस्न पनि आनन्द आइरहेछ नि। यहाँबाट बसेर यतातिर भ्यू हेर्न पनि यस्तो आनन्द आइरहेछ। अनि के छ त भाइ, के जाओस् के भन्छ सब एकदम मिलाएर हामीलाई गर्मी भइरहेको थियो भ्यालीमा र हामी यहाँ आएर एकदम पिस अहिले एकदम राम्रो फिल भइरहेको। ल बब्बाल सही। अहिले चाहिँ यो छाया लागिरहेको क्या। छायालाई अहिले राम्रो देखाइरहेको छ नि। एकछिन घाम गयो भने चाहिँ बब्बाल देखिन्छ होला। सो हामी चाहिँ अब निस्किन्छौँ होला। अनि टाइम भएपछि भोलि बिहान आउँछु। एकदम राम्रो रहेछ, सोचे भन्दा खतरा रहेछ क्या ठाउँ चाहिँ। अनि सही हो। यो ठाउँमा तर यस्तो चाहिँ नगरिदिनु होला। किनकि हजुरहरूले आफै पनि सोच्नुपर्छ होइन। यस्तो राम्रो ठाउँमा आएर यस्तो भ्यूहरू हेर्ने ठाउँमा आएर अनि यति नराम्रो चिजहरू खाएर चाहिँ फोहोर गर्नुहुन्न। सही हो। फेरि जिआरजीले ठुलो कुरा गऱ्यो भन्नु होला, त्यस्तो होइन होइन। अनि सबैले बुझ्नुपर्ने कुरा हो नि त। सही यतातिर होटेलहरूको व्यवस्था पनि रहेछ। एकदम खुसी लाग्यो, बब्बाल रहेछ ठाउँ चाहिँ। घुमियो फिर्यो अब चाहिँ चलिन्छ। अब चाहिँ फर्किन लाग्यो। टक्क देख्न सक्नुहुन्छ भ्याली चाहिँ यस्तो बवाल देखिरह। अनि त्यही नै हो गाइस। जिआरजी चाहिँ अब यहाँदेखि फर्किसक्यो। अनि भाइको चाहिँ 5 बजे काम छ अरे क्या। एक ठाउँ जानु छ अरे। अनि काम भएको मान्छे भाइ त काम गरिदिनु पऱ्यो होइन। जस्तो हावा भएर त भएन जिन्दगी आउनेमा।
सही हो भ्यू हेऱ्यो बबाल मजा आयो राइडर चाहिँ अगाडि छ राइडर सही हो एकदम बबाल चिल आयो क्या चिल यस्तो हावा पनि शीतल चिसो छ है सो म चाहिँ यसलाई नै भेट्न आएको क्या यो चाहिँ मेरो दाइको छोरा हो अनि देख्न सक्नुहुन्छ ह्यान्डसम छ ह्यान्डसम भोलिको गाउँ जान लाग्छ चाहिँ अहिले चाहिँ म यसलाई माया गर्न लान्छु छोरा के गर्छौ मेरै भ्लग लागिरहेको छ सही हो ह्यान्डसम चाहिँ यता छ टक्क लाएर के गर्छौ भोलि घर गइजाने हो गइजाने हो घर जाने हो भोलि ल गाइस त्यही नै हो बाई बाई